नेपाल चलचित्र निर्देशक समाजको कार्य समितिको मिति 2000 जेठ 5 गते सम्पन्न भएको निर्वाचनमा आफ्नो पद भन्नुहोला निर्वाचित महेश समाजको विधान र प्रचलित कानुनको अधीनमा रहेर आफ्नो कर्तव्य इमानदारीका साथ निर्वाह गर्नेछु। म सदा नेपाली चलचित्र क्षेत्रको विकास उत्थान संवर्धन र नेपाल चलचित्र निर्देशक समाज तथा समाजको सदस्यहरूको हक हित र अधिकारको लागि विधानको अधीनमा रही सदैव कर्तव्य निष्ठापूर्वक भूमिका निर्वाह गर्दछु। म समाजको आफ्नो पद भन्नुहोला रहँदा मेरो जानकारीमा रहेको गोप्य कुराहरू कानुन बमोजिमको कर्तव्य निर्वाह गर्दाको अवस्थामा बाहेक कोही कसैलाई व्यक्त गर्ने छैन। धन्यवाद। यहाँ सबैलाई